हो के हजुरको पर्स हरा भने होइन पर्स हरा भने अनि यहाँ फोन के यहाँ फोन भन्नाले गाडीमा भनिरहेको मैले त होइन ए म त यताको रातो गाडी भनिरहेको ए भन्नाले तपाईँ बाइकमा पो हो म त गाडीमा गाडी चलाएको छु भन्दै मानेर उ यता होला भनेर केही छ केही हरा यताउता हेर्ने लिजो हो बाबु पैसा त खोइ कति थियो त्यो थाहा भएन सुन्नु न एकपालि फोन गरेर तर चाहिँ कागजपत्र त यही छ बाबु फोन गर्नु नि त्यही पनि कति थियो पैसा कति है म त बसमा भने जस्तो लागेर यताको बस हेरिराखेको होइन होइन बस अगाडि हुन्छ भने सोधेँ मैले ए अनि बाबु तपाईँ घर कहाँ मेरो घर रामपुर ए रामपुर हो ए बिचरा म त धेरै बेर बसेको थिएँ बाटोमा अनि बाटोमा बसेर पुरिरहेको थिएँ ए अनि यसो हेरेँ पर्समा नम्बर छ कि भनेर हेरेको नम्बर रहेन रहेछ दुईवटा रहेछ एउटा हजुरको फोनै नलाग्ने ए म फेरि बिहान तरकारी बेच्न गएको त्यही भएर त हजुर यहाँ के अरे यहाँ भाइले यहाँ पर्स ल्याइदिइसक्नु भएको छ म भेट भएको छ भाइसँग पैसा यही खुजुरा मात्रै थियो ए ल ल हुन्छ खुजुरा मात्रै हो हजुर ए ल ल हुन्छ ल हुन्छ ल ए त्यही त है त्यसो तपाईँ घर रामपुर पो हो बाबु हजुर मेरो माइत फेरि आरे भन्ज्याङको के ए आरे भन्ज्याङको हजुर यस्तो हेरेको बाटोमा पर्स रहेछ अनि एकछिन त्यहाँ बसेर पर्समा हेरेँ नम्बर सम्बर छ कि भनेर अनि खोज्दा दिदी पर्दैन है मलाई पर्दैन दिदी भयो दिदी यति राख्नु पर्दैन क्या दिदी तपाईँलाई यसो केही कहिले काहीँ आउँदाखेरि दमौली आउँदा मेरो घर उता सियोर हो फेरि तालघरेबाट जानुपर्छ त्यता आउनु होला अनि मेरो माइत फेरि उता पाल्पा आरे भन्ज्याङ हो फेरि गाडीले लाउनु यो तपाईँलाई चिया पर्छ कहाँ कहाँ फेरि काठमाडौँ जानु खोज्नु भयो रहेछ दाइ फेरि उता बहिनी घर जानुभयो लिनु न लिनु फेरि एकछिन ब्याग लिदिन्छ त्यो लिदिन्छ